हुत्याउँछ। हाउ टु स्टार्ट योर स्पिच इफेक्टिभ। अब मान्नुहोस् आज तपाईँलाई बोल्नु पर्यो कुनै विषयमा, सबै कुरा हामीले जानेका हुँदैन, जान्न जरुरी पनि छैन। विदेशले के भन्छ भने 8 क्लाससम्म मान्छेलाई के पढाइन्छ भने, मेरो अस्ट्रेलियामा पनि 8 क्लाससम्म मान्छेलाई एटिच्युड पढाइन्छ, संस्कार पढाइन्छ। बाबुआमाले छोराछोरीलाई सम्पत्तिभन्दा संस्कार दिनु। संस्कारले संस्कृति दिन्छ, संस्कृतिले सभ्यता दिन्छ, सभ्यताले समुन्नत समाज दिन्छ, समुन्नत समाजमा शान्ति हुन्छ, शान्तिमा आनन्द हुन्छ, आनन्दमा मात्रै जिन्दगी हुन्छ। हाम्रो पूर्वापेक्षित सफल गरेर एउटा छोरा डक्टर, एउटा छोरा इन्जिनियर, एउटा छोरी चाहिँ कार्ड एकाउन्टेन्ट, छोरा अमेरिका जाँदैछ, एउटा छोरा इन्डियामा छ, छोरी माल्टामा छ। ड्याडीले बस्न हाम्रो छोरा यही हुन्छ, त्यो अमेरिका जाँदै हुन्छ। गइजी रेजोडा बाहिर गएको छ त्यो भाइ छोरा। उहाँको ड्याडले मलाई के गर्नुभयो भने एकदम खुसी व्यक्त गर्नुभयो। बच्चाले कल्चर पाउँछ नि गाउँमा खुसी हुन्छ। त्यस्तो लाग्छ कोही मान्छे मन्त्री भयो भने सालाले घुमायो, सालीले घुमायो, श्रीमतीले घुमायो, सीमाले घुमायो, हामी सुन्छौँ। मम्मी ड्याडीले घुमायो भने पनि सुन्नु लाग्छ। उसलाई बनाउन सक्दा एउटा खुसी छ, ऊ बन्दा सक्दा पनि खुसी पनि हुन्छ। उसले कहिले पनि हुँदैन, जस्ट ह्याप्पी, विश्वास हुन्छ। त्यो कल्चर हो, त्यो संस्कार हो, त्यो फिलिङ हो। तपाईँ मनमा बस्नुहुन्छ, तपाईँ बोल्नुहुन्छ, फिलिङ र संस्कारमा बोल्नुभयो भने मान्छे के भन्छ, वाह मन छुन्छ। इन जेनरल बोल्नुहुन्छ जसले पनि हुन्छ। म चुनाव लडिरहेको थिएँ 2011मा देशको अध्यक्ष, राष्ट्रिय अध्यक्ष पण्डित चौधरी उहाँले भारतमा सँगै युपी थियौँ, सँगै प्रेसिडेन्ट थियौँ। उहाँलाई बोल्दा पनि भन्नु हाम्रो परम्पराजीले यसो डाइनामिक पर्सनले उहाँलाई 2007मा राष्ट्रिय अध्यक्ष बन्नुलाई सबैले अनुरोध गरेर उहाँले मान्नुभयो। म चाहिँ देशमा ट्रेनिङ चलाउँथेँ, मलाई अध्यक्ष गर्न कहिले किन नदिएर नि उहाँ जस्तो मान्छे त्यसलाई अध्यक्ष बनाउनु हुँदैन, फेरि ट्रेनिङ गर्दा लाग्छ भनेर मलाई अध्यक्ष नै ढिलो बनायो। बनेन नि ट्रेनिङ रोकेर उहाँ चाहिँ अध्यक्ष बन्ने, मन्त्री प्रधानमन्त्री बन्ने, म चाहिँ सधैँ सडकमा ट्रेनिङ चलाएँ। म पनि बन्छु भनेर लाग्यो। मलाई टिकटै दिएन, उहाँलाई चाहिँ टिकट दिएर छोडिदिनु, म चाहिँ टिकट नहुँ। अनि मैले सोचेँ यो ग्रुपलाई सिकाइदिनुपर्छ, कसैसित बोलेर जित्नु असिक्यो। दमकमा गएको, चुनाव दमकमा गएको हाम्रो भाइले भन्नुभयो संसारमा कुनै अस्त्र थिएन मसँग, पैसा खर्च गर मभन्दा धनी मान्छेहरू छन्, बल खर्च गर मभन्दा बलियो छन्, मान्छे बटुलो टिकट पाएको मान्छेको त्यसै बटुलो हो, पार्टीको टिकट पाएकोलाई स्वतन्त्र लडेकोमा मान्छे कस्तो धेरै जस्तो गर्छ, पार्टीकै मान्छे हुन्छ। सबै पार्टीका कार्यकर्ताले टिकट देखिन लाग्नु परिहाल्यो, स्वतन्त्र मान्छे त के हाल्यो, कसले ल्याएर श्रीमती र छोरा ल्याइदिन्छ, उपाय हुँदैन। त्यसपछि तपाईँको मलाई टिकट दिएर मञ्चमा गएँ, अहिले के कन्फिडेन्स थियो भने म बोलेर जित्छु, म त्यही भनेको। जब मलाई ककस गर्ने मौका आयो, ककस भनेको चुनावमा भाषण गर्ने मान्छे, क्यान्डिडेट भाषण गर्ने मौका आयो, मेरो प्रतिस्पर्धीले मलाई के भन्नुभयो भने तेरो ट्रेनिङ राम्रो, मेरो भाषण राम्रो भनेर च्यालेन्ज गरेँ। मैले उसको हाँसेँ, तेरो भाषणभन्दा मेरो भाषण खतरा हुनाले च्यालेन्ज। त्यो मञ्चमा म गएँ, पुरा तयारी चित्ती भएर जानुभयो। म चाहिँ पुरा तयारी भावनाबाट, उहाँले दिमागले बोल्नुभयो, मैले मनले बोलेँ। दिमागले बोलिने सूत्रखण्ड गर्छ, मनले बोलिने शब्दखण्ड गर्छ, भावना खण्ड गर्छ। टाढो बोले साथीहरू, संसारमा मैले 3 जना मान्छे माने, एउटा मेरो बुवा, एउटा आमा, मेरो आमा, त्यसको तपाईँ जेसी छ। म तपाईँसँग भोट माग्दिनँ, तपाईँको मनमा बस्न चाहन्छु, मेरो मनमा तपाईँलाई राख्न चाहन्छु।
गहिराइले सम्झिनुहोस्। त्यो गहिराइले एउटा कुन चिज चाहिँ मान्छे छ कि छैन याद गर्नुहोस्। सायद मनमा एउटा लागिसक्नु त्यो कुर्सीमा बस्ने मान्छे मै थिएँ भने भोट मलाई नै आउनुहोस् भनेर त्यहाँ बसिरहनु भयो, यहाँ राखिरहनु भयो। यो शब्द पछि शब्द धेरै चाहिँदैन, शब्द धेरै चाहिँदैन। अहिले भने जे चिज हार्दैन प्रभुमाथि मन्तव्य, जे चिज हार्दैन कि त म जित्छु कि त म सिक्छु। इन्डियाको त सानो बच्चाले जब गीत गाइरहेको थियो जितिन, आउट भयो। आउट हुन्छ भने उसलाई थाहा थियो कि मञ्चमा जाने बेलामा मान्छेले सोधे तिमी जित्न लाग्नु उसले भयो सके जित्न लाग्नु नसके सिक्न लाग्नु। डेमोक्रेसीको एउटा टर्मिनोलोजी छ कि विनर हुन्छ कि रनर हुन्छ भन्ने छ। अमेरिकामा राष्ट्रपति हार्यो भने हारको भाषण गर्न बोलाइयो, उपविजेता भन्ने भाषण गर्न बोलाइन्छ। हाम्रो नेपालमा लोकतन्त्र हार हुन्छ नि, भाषा लोकतन्त्र छैन। हार हुन्छ, फलानले हार्यो, फलानले जित्यो। अहिले हाम्रो मेयर प्रत्याशी हुन्थ्यो भने को हुँदैन, उपमेयरको प्रत्याशी जित्नु भएन, जित्नु भएन, हार्नु भयो। मान्छे के कसले हाल्यो, कसले हाल्यो, हाम्रो आयो भने कति म पद गरेँ 11,000 एकजनाको झोक्लामा एकजनाको मन जित्दैन, कहाँबाट हाल्यो? त्यसैले लोकतन्त्रमा हार हुँदैन, लोकतन्त्रमा जित हुन्छ। हामी सबै जित्न चाहन्छौँ, हामी कोही पनि हाल्न चाहँदैनौँ। एक कदम अगाडि गयो, एक कदम पछाडि गयो, तर पछि हामी मलाई 13,000 मान्छेको मत आयो, मलाई 11,000 मान्छेको मत आयो। 2,000 मान्छेको मतले अझ मलाई टिकालेर आउन सिकाएको छ। अर्को वर्ष म फेरि टिकालेर आउनेछु। 2,000 मतको सट्टा म 16,000 एक्स्ट्रा मत ल्याउनेछु, तपाईँहरूको उम्मेद गर्नेछु। तपाईँले चाहनुभएको उम्मेददेखि म मेयर भएर देखाउँछु। मान्छेले घोडाले सट्टा होस् न, त्यसलाई भोट पनि हाल्छ, मन पनि हाल्छ। अमेरिका के भन्छ कि चुनाव जितिन्छ कि मन जितिन्छ, भावना जितिन्छ। अलगोरले चुनाव हारेपछि मन जितेको थियो, चुनाव जित्यो जर्ज बुशले, अलगोरले भयो। संसद विभाजित भयो पनि यस्तो विभाजनबाट देश माथि पुग्छ। पृथक पृथक राजनीतिक सिद्धान्तभन्दा राष्ट्रप्रतिको समर्पण हामीले हेऱ्यौँ। देशबाट हामी भोट माग्नु गयौँ, हामीले देशको कुरा गऱ्यौँ। तर म एक कदम पछाडि गएँ, एक कदम अगाडि। हामी दुवैजना जित्ने अभियानमा थियौँ, हामी दुवैजना हारेर अभियानमा थियौँ। भगवान्सँग प्रार्थना गऱ्यौँ, भगवान जर्ज बुशको नेतृत्वलाई रक्षा गरिदिनु छ। जर्ज बुशले हाम्रो हराएको छ, उसैलाई रक्षा गर्नुभयो। हाम्रो यहाँमा के भन्नु, यी धाँधली गर्नेहरू, यी फटाहरू, यी जित्नेहरू भनेर उसलाई दोकानेको छ। जित्दा उपाय केही छैन, नेता त भइहाल्छ। बोलीको मूल्य अर्को वर्ष फेरि तुरुन्तै जर्ज बुशले भाषण गर्दा के भन्छ, बारा तिमीले उसलाई भन्छ उसलाई अलगोर तिमीले हारेको छैन। म त चुनाव जिते व्हाइट हाउसको कुर्सीमा बस्छु, तिमी त अमेरिकी जनताको हृदयमा बसिरहनेछौ। पुरै अमेरिका तिमीले घुम्ने अवसर पाएका छौ। फेरि अमेरिकी जनताले दैलो दैलोमा तिमीलाई बोलाउनेछ। अमेरिकाको एउटा सफल राष्ट्रपति तिमी बन्नेछौ। मैले सबैको भोट पाएँ, तिमीले त मेरो पनि भोट पाएँ। त्यसैले मैले होइन चुनाव, तिमीले जित्यो। जित्दिनँ हाम्रो संसारमा कुनै पाप नेपाल फेमस भएको छ। उनीहरू हार्दा र जित्दा पनि तल सहज रूपमा जित्छ लाग्छ। हामी लोकतन्त्र ल्याएर लोकतन्त्रका लडेका यति वर्ष दुःख गरेका छौँ, तर लोकतान्त्रिक भाषा बुझ्दैन। संसारमा सबै खराब बच्ची भन्ने प्रकृति लोकतन्त्र होइन। हामी सबै ठिक अझ ठिक बनाउन देखाउने पर्फर्मेन्स त्यो पर्फर्मेन्स